यो गाउँ चाहिँ मानेटार अरे क्या। यहाँको चाहिँ बस्ती एकदम ठुलो रहेछ है। यहाँ घर यहाँ जस्ट यति मात्रै रहेछ तर धेरै क्या। लाइक यति भए पनि अलिकति क्राउडै देखिने। कहाँ भनेर तपाईँहरूलाई थाहा होला, इट्स द प्लेस अफ नागिटार। नागिटारको यो चाहिँ ग्रिनी प्लेस हो, ग्रिनी ल्यान्ड हो। यहाँ चाहिँ प्राय म्याक्सिमम धेरै मान्छेहरू चाहिँ आइसक्यो पनि होला, बट दिस इज माई फर्स्ट टाइम आई एम हियर एन्ड दिस प्लेस इज क्वाइट नाइस। आई लभ इट बिकज सबैतिर ग्रिनी एन्ड सराउन्डेड बाई फुल अफ नेचर एन्ड द ट्रिज एन्ड आई एम सो ह्याप्पी टु सी दिस प्लेस। यो प्लेस चाहिँ मैले पहिला नै सुनेको हो अनि फोटोतिर देखेको पनि हो, तर आज म यहीँ नै आएको छु एन्ड यु क्यान सी आई एम क्वाइट ह्याप्पी। एन्ड आजको वेदर पनि एकदम दामी छ है, त्यस्तो धेरै घाम पनि लागेको छैन अहिले। अनि जस्ट राम्रो छ। पानी चाहिँ पर्छ कि भन्ने टेन्सन छ। लेट्स एक्सप्लोर दिस प्लेस। तपाईँहरूले यो आवाज सुन्नुभयो कि भएन आई डोन्ट नो होइन। यहाँ चाहिँ एउटा आवाज कराएर चाहिँ ट्याङ 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 वाला एकछिन म साह्रै भनेर सुनाउँछु। यो चाहिँ फ्रक कराएको अरे हो बाफ्रे। अनि यता हेर्नु यहाँ सबैतिर ट्रिज 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 ग्रिन 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 भुइँ पनि ग्रिन भुइँ आकाश निलो ग्रिन 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 ग्रिन। बेसी त म पनि ग्रिन भेस्टमै छु, त्यही पनि मैले बेसीको लागि डुकिने के भन्छ यहाँ पानी पर्छ कि एउटा टिकटक बनाऊँ भनेको त। पसलको मान्छे चाहिँ उता प्रोग्राम हेर्न जानु भने चाहिँ गएर खोजेर लिएर किनेर लग्दै। अनि यहाँ चाहिँ राष्ट्रिय खेलकुद प्रोग्राम भएको अरे क्या बच्चाहरूको। त्यही भएर त्यहाँको गाउँको मान्छेहरू सबैजना यही हेर्नुमा व्यस्त हुनुहुन्छ रहेछ। बाटोहरू यस्तो चाहिँ समस्या भन्दा पनि आगामी आमाहरूदेखि आगामी वर्षहरूदेखि यस मैदानमा पक्कै घाँसे मैदान हुनेछ। तत्काल चाहिँ हेर्दाखेरि यो चाहिँ मैदानको रूप बिग्रिएको देखिए तापनि चाहिँ भोपाल काकाले पुरा भाषण गर्दै हुनुहुन्छ। कार्यक्रम चाहिँ यहीँ समाप्त भएको घोषणा गर्नु भन्दैछ, किनभने पानी पर्न आँटेको रहेछ नि त यहाँ। हामी पनि अब निक्लिन्छौँ। बेसीले खाजा खाँदैछ यस्तो छ है। म चाहिँ खुट्टा दुखेर कस्तो हिँड्न पनि नआउने गइराखेको रहेछ खुट्टा त साह्रो साह्रो। अब हामी यहाँ बस्छौँ एकछिन, त्यसपछि चाहिँ झर्छौँ हामी पनि। के प्रोग्राम हो त्यो थाहा छैन हो? खै तिमीहरूको स्कुलको नाम हेरौँ त। श्री सगरमाथा माध्यमिक विद्यालय कहाँ छ? ए अनि तिमीहरू त्यहाँदेखि यहाँ आएको हिँड्दै? कडा रहेछ त तिमीहरू त। कतिमा पढ्छ तिमीहरू? तिमीहरू 8 छ अनि यत्रो छ त। तिमीहरूको एज कति हो? तिमीहरू त नि यत्रो छ त। अनि कति छिटो पढेको? तिमीहरू पनि पार्टिसिपेट भएको? खेलेन तिमीहरू? किन? ए हो त्यस्तो हो। अब प्रोग्राम सकेको? ए हो। ए अनि तिमीहरू अब कति बेला निस्किने? सरहरूसँग जाने हो?
आफै अघि चाहिँ ल्याउँदाखेरि आफै सरहरू पनि पढ्ने रहेछ तिमीहरू त तिम्रो नाम के अरे तिम्रो म पनि कुलुङ हो नि म अझै कुलुङ हो म कुलुङ हो क्या अब कुलुङ त हामी चाहिँ कुलुङ हामी कुलुङ रहेछौँ पनि हेर हाम्रो कुलुङको हाइटहरू हेर कस्तो डल्लो डल्लो हामी के हो यो के हो के हो अरे पङ्स हानेर गयो त मलाई त कसको कुकुर हो ल हेर त त्यो ल बच्चाहरूको चाहिँ सबै सक्यो क्या खेलन्तीहरू खेलहरू सबै सकेछ नि सबैजना यता रेस्ट गर्न आइरहेको छ अब हामी पनि यहाँदेखि निस्किन्छौँ आजलाई यति नै होला हाम्रो ब्लग आजको दिन बेस राम्रो भयो मलाई यहाँ आएर चाहिँ एकदम रिफ्रेसमेन्ट भयो सो टुडे आजलाई यति नै होला सी यु नेक्स्ट ब्लग एन्ड डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब बेसीको खुट्टा दिएर घुम्नु पाइनँ अरे म चाहिँ घुम्दैछु मजा भइरहेछ भन्दै यति नै होला ओके यहाँ चाहिँ ताम्कुको प्राथमिक स्वास्थ्य केन्द्र रहेछ है यो ताम्कुको सबैभन्दा ठुलो हस्पिटल होइन पालिकाको सबैभन्दा ठुलो हस्पिटल हामी चाहिँ बेसीको खुट्टा देखाउनुको लागि हस्पिटल जाँदैछौँ है किनभने बेसीको खुट्टामा एकदम धेरै पेन भइरहेको छ है त्यही भएर मैले चेक गर्दा छु केही सिरियस छ कि नै भनेर मैले माथिदेखि त्यहाँको हस्पिटलमा नजिकै नै देखाउनु गइरहेको छु यता पनि घर रहेछ अहिले सिलुचुङ गाउँपालिका फार्मेसी यो खुट्टा मर्किङले के भयो यो बेबीहरू जोग्ने पेचीको खुट्टा चाहिँ यहाँ स्वेलिङ भइरहेछ अरे छुनु हुँदैन नि कम्पेरिजन टु दिस वान इज लिटल बिट बिगर सो यहाँदेखि स्वेलिङ भइरहेछ अरे के भएर बेसीलाई थाहा छैन अरे अब यस्तो त्यस्तो जिन्दगी ठोक्यो पनि थाहा छैन अरे अनि आज चाहिँ उसले धेरै नै बाइक चलाएको कारणले चाहिँ अलिकति सेन्सिटिभ तरिकाले दुख्नु थाल्यो होइन त साथी हस्पिटलमै भरम हुन्छ कि के हो भरम अहिलेको भन्दा बेटर कि अलिक ठिक भयो कि खै अलिक ठिक त भएकै हो अघिभन्दा त आइजम्मै ओके अब हामी यहाँदेखि निस्क्यौँ यो चाहिँ खाली रहेछ क्या मलाई चाहिँ हस्पिटलमा खाली हुने चाहिँ डर लाग्यो गाउँको हस्पिटल जस्तै होइन ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र गाउँमा हस्पिटल किन खाली हुन्छ भने गाउँलेहरू खासै बिरामी हुँदैन स्वच्छ खानेकुरा खान्छ लड्यो भने बिरामी हुने त्यो चाहिँ गाउँमा हुँदैन उतै लान्छ हो माने